डर र रहस्यको दुनियाँमा स्वागत छ। हरर स्टोरिज एनपीमा। यहाँ तपाईले सुन्नुहुनेछ नेपाल र विश्वभरका सबैभन्दा डरलाग्दा, रहस्यमय र रौंगटे खडा गराउने कथाहरू। प्रत्येक कथाले तपाईलाई अन्धकारको त्यो संसारमा लैजानेछ, जहाँ डर, आत्मा र अनौठा घटनाहरू लुकेका छन्। यदि तपाईलाई डरलाग्दा कथाहरू मन पर्छ भने हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि यहाँ हरेक कथा तपाईको निद्रा हराउन सक्छ। पिकनिक जाँदा यस्तो हुन्छ भनेर कसले सोचेको थियो र? म र मेरा साथीहरू पिकनिक जाँदा घटेको घटना आज म तपाईहरुलाई सुनाउन लागिरहेको छु। मेरो नाम विनोद हो। म काभ्रे पलाञ्चोकमा बस्छु। अहिले म टिप्पर चलाउने काम गर्छु। यो घटना आजभन्दा करिब 8 वर्ष अघिको हो। त्यतिबेला हाम्रो गाउँबाट वर्षमा एकचोटि सबैजना मिलेर पिकनिक जाने चलन थियो। म त्यतिबेला सानै थिएँ। सधैँ गाउँमै खेल्ने, खोलामा पौडी खेल्ने, साथीहरूसँग रमाइलो गर्ने मेरो दैनिकी थियो। पिकनिक भन्ने बित्तिकै मेरो मन खुसीले उफ्रिन्थ्यो। म घर गएर बुबासँग पैसा माग्न थालेँ। धेरै कर गरेपछि बुबाले मलाई पिकनिक जानका लागि पैसा दिनुभयो। त्यो दिन म संसारकै धनी मान्छे जस्तो खुसी भएको थिएँ। सानो हुँदा राम्रा लुगा हुँदैनथे। मैले साथीहरूसँग लुगा मागेर राखेँ। पिकनिक गएर के गर्ने भनेर हामीले ठूलो योजना बनायौँ। भोलिपल्ट पिकनिक थियो। खुसीले होला बेलुका अबेरसम्म पनि निन्द्रा लागेन। कतिखेर निदाए पत्तै भएन। भोलिपल्ट अबेरसम्म सुतेछु। 81 साथी आएर करायो, "ए विनोद, पिकनिक नजाने?" म झसङ्ग भएँ। ओहो, झन्डै छुटेको। हतार लुगा लगाएर म चौरतिर दौडिएँ। चौरमा पुग्दा सबैले सामान गाडीमा हालेर बसिसकेका रहेछन्। म मात्र बाँकी रहेछु। सबैले मलाई ढिलो गरेको भन्दै गाली गरे। म मुसुक्क हाँसेर गाडीको अन्तिम सिटमा गएर बसेँ। साथीहरूले मेरो लागि सिट रोकिदिएका रहेछन्। गाडी अगाडि बढ्यो, गीत बज्न थाल्यो, सबै नाचगान गर्दै थिए। हाम्रो पिकनिक दोलाल घाट किनारमा थियो। त्यहाँ ठूलो सल्लल्ल बग्ने भोटेकोशी नदीको आवाज नै सुन्दा मन रोमाञ्चित हुन्थ्यो। चर्को घाम, नाचगान, रमाइलो, सबै साथीहरू पसिनाले भिजिसकेका थियौँ। म सानै उमेरको जोसिलो। गाउँको सानो खोलामा त हामी सधैँ पौडी खेल्थ्यौँ। त्यसैले ठूलो खोला देख्दा पनि आत्मविश्वास बढी नै थियो। मैले साथीहरूसँग धाक लगाएँ। म यो खोला पौडेर पारी गएर फेरि फर्केर आउन सक्छु। साथीहरू हाँसे, "गफ नदे है विनोद, यो गाउँको सानो खोला होइन।" तर त्यो उमेर नै त्यस्तो। कसैले रोक्यो भने झन जोस चढ्ने। मैले लुगा फुकालेर किनारमा राखेँ र 81 पानीमा हाम फाले। सुरुमा त पानी चिसो थियो, तर रमाइलो लागिरहेको थियो। म आधासम्म त सजिलै पौडेर पुगेँ। तर त्यो खोला मैले सोचे भन्दा धेरै ठूलो र शक्तिशाली रहेछ। बगाई असाध्यै तेज थियो। 81 पानीले मलाई घुमाउन थाल्यो। म सन्तुलन गुमाएँ। खोला मलाई तान्दै तलतिर लैजान थाल्यो। त्यो बेला म मूलको नजिक पुगेछु। पानी भित्रभित्रै घुमिरहदो रहेछ। मलाई कसैले खुट्टा समातेर तल ताने जस्तो महसुस भयो। म झन डराएँ। साँच्चै कसैले तानेको हो कि त्यो खोला नै त्यति डरलाग्दो थियो मलाई थाहा भएन। तर त्यो क्षण मलाई लाग्यो म अब बाँच्दिन। पानीभित्र सास रोकिन थाल्यो। आँखा खुल्लै थिए, तर वरिपरि अँध्यारो जस्तो। कानमा पानीको गर्जन मात्र सुनिन्थ्यो। शरीर कमजोर हुँदै गयो। म चिच्चाउन पनि सकिनँ। माथिबाट साथीहरूको आवाज धमिलो सुनिन्थ्यो, "विनोद, विनोद!" अचानक कसैले मेरो हात समात्यो। फेरि अर्को हातले काँध समात्यो। 2-3 जना साथीहरू पानीमा हाम फालेर मलाई तानिरहेका रहेछन्। धेरै सङ्घर्षपछि उनीहरूले मलाई किनारमा निकाले। म बेस्सरी खोकी लागेर पानी ओकले। आँखा खुल्दा सबै साथीहरू वरिपरि उभिएका थिए। कसैको अनुहार डरले सेतो भएको, कसैको आँखामा आँसु। त्यो क्षण म केही बोल्न सकिनँ, तर मेरो मनमा एउटा कुरा गडेर बस्यो।
मलाई साँच्चै कसैले खुट्टा समातेर तानेको हो कि त्यो खोला नै त्यति डरलाग्दो थियो। त्यो दिनदेखि मैले आफूलाई थाहा नभएको, गहिराई नबुझेको खोलामा कहिल्यै पौडी खेलेको छैन। जोसिलो उमेरको घमण्डले ज्यानै जान सक्थ्यो। हिम्मत राम्रो हो, तर अज्ञानतामा गरिएको हिम्मत मूर्खता भन्छ। प्रकृतिसँग खेल्न खोज्यो भने उसले पनि आफ्नो शक्ति देखाउँछ। आज पनि जब म भोटेकोशी नदीको आवाज सुन्छु, त्यो दिनको चिसो पानी र खुट्टा तानिएको अनुभूति सम्झेर शरीर नै सिरिङ्ग हुन्छ।